तिमी जस्तो भाग्यमानी कहाँ छु र साथी म त निकै अभागी छु। खै किन हो चाहेका चिजहरू पाउनु अगावै टाढिन्छन्, कि त पाइसकेपछि गुमाउनु पर्छ। सायद म निकै अभागी छु, त्यसैले मैले चाहेका कुराहरू जिन्दगीमा कहिल्यै भएन। जे पाए जिन्दगीमा केवल मेरो इच्छा, चाहना र रहर विरुद्ध भए। अभागी पनि यतिसम्म छु कि पाएका चिजहरू फेरि गुमाउनु पर्छ। मैले नाइ भनेर कहाँ हुने रहेछ र, जब भाग्यमा नै नलेखिएपछि। चाहेर होस् या नचाहेर गुमाउनु त परिहाल्ने रहेछ। ओठको मुस्कान, सुख शान्ति, इच्छा, चाहना र रहरहरू सोचे जस्तो कहाँ हुने रहेछ र। यो जिन्दगी पनि के चाहेको थिए के भयो। यो मेरो भाग्य नै यस्तो हो कि समय र परिस्थिति थाहा छैन। म अहिले जे जस्तो छु कहिले हुन चाहेको थिएन। खै कसको आँखा लाग्यो एकाएक मेरो जिन्दगीमा। राम्रोसँग चलेको थियो, स्थिर हुँदैछ, अब त त्यो अग्लो तारेभिर हुँदैछ। कहीँ कतै त्यहीबाट आफै गुमनाम हुने हो कि मलाई साह्रै पिर हुँदैछ। भनिन्छ नि देखेको होइन लेखेको हुन्छ, त्यसैले जे हुन्छ त्यो स्वीकार्नु पर्छ। मैले यो चाहेको थिइनँ, त्यो चाहेको थिएँ भनेर कहाँ हुन्छ र। भाग्यमा लेखिएपछि जति नै गरे पनि कसैको केही नलाग्दो रहेछ।